सुन मित्र हो, सबैले भन्छ छोरो मान्छेलाई केही चोट टेन्सन हुँदैन भन्छ। न रुन त सक्छ छोरो मान्छेले, न केही गर्न सक्छ। आफ्नो घर परिवारको भविष्य बोकेर देश परदेश डुल्नु पर्छ छोरो मान्छेले। र छोरो मान्छेले भनेको आफ्नो व्यथा अरूलाई देखाउनु सक्दैन र किन आफ्नो व्यथा अरूलाई देखाउनु चाहँदैन पनि, आफ्नो घर परिवारलाई पनि चाहँदैन पनि। आफूले खाई नखाई परदेश खटेर बस्नुपर्छ। त्यही भएर कमसेकम घरको मान्छेले पनि, आफ्नो फ्यामिलीले पनि आफ्नो घरको बाबा अथवा दाइ अथवा बुढाहरूलाई कहिले पनि त्यस्तो कुरा नगरिदिनु होला र माया गरिदिनु होला। सबैजना मिलेर बस्नु होला। जुन चाहिँ कमाउनु गएको छ बाहिर, 2-4 दिन पैसा पठाउनु घरमा ढिलो भयो भन्दैमा नरिसाउनु होला। धन्यवाद। मेरो आग्रह।